हो बा, तपाईले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा जारी गर्दा हामीले गर्वले छाती फुलाएका थियौँ। चुच्चे नक्सा देख्दा यस्तो लागेको थियो हाम्रो बा त एउटा महान राष्ट्रवादी योद्धा हुन्। तपाईले रेल र पानी जहाजका कुरा गर्दा हामीले एउटा विकसित नेपालको सपना देख्न थालेका थियौँ। ती तपाईका साहसी कदमहरू थिए जसले नेपालीको स्वाभिमानलाई छिमेकीको अगाडि झुक्न दिएन। तर बा, नक्सा त फेरियो, तर त्यो नक्साभित्र बस्ने मान्छेको अवस्था कहिले फेरिए? राष्ट्रवादको चर्को भाषणले मात्र खाली पेट नभरिदो रहेछ। आज त्यही नक्साभित्रका युवाहरू राहदानी बोकेर लाइनमा बस्दा तपाईको त्यो सुखी नेपाली, समृद्ध नेपालको नाराले हामीलाई गिज्याइरहेको जस्तो लाग्छ। एकचोटि आफ्ना आत्मालाई सोध्नुहोस् न बा, के अझै पनि तपाईलाई म भइन भने यो देश चल्दैन भन्ने जस्तो लाग्छ? यो भ्रम हो बा। यस्ता सबै भ्रमलाई छाडिदिनुस्, तोडिदिनुस्। तपाईका केही कामहरू सुनौलो अक्षरमा लेखिएलान्, तर ती राम्रा कामको लेपनले यी जेनजीको हत्या र दमनको दाग पखाल्न भने सकिँदैन।